ल गाइज ल आज चाहिँ हैन हाम्रो ग्रुपको सबभन्दा इम्पोर्टेन्ट युजी रेकर्ड्सको सामान आइसकेको छ। हाम्रो कम्पनीबाट अब टक्क अनबक्सिङ गरेर आउँदैछौँ तपाईहरुलाई। हाम्रो युजी रेकर्ड्स कसैलाई हैन रेकर्ड गर्नु परेमा बेडसिट बनाउनु परेमा कृपया सम्झिनु होला। युजी रेकर्ड्स साथमा छौँ। अनबक्सिङ गरौँ के रहेछ है तपाईहरुलाई देखाउन गइराखेका छौँ। हामीसँग छ यहाँ यो सायद हाम्रो यो हुन सक्छ सिजर छ मेरो भाइ सिजर दिएको टक्क सामान चाहिँ हैन जस ठिकै छ अझै आउँदैछ जस अब एउटा म्याकबुक आउँदैछ बिस्तारी हुन्छ अब हैन दिस इज सानो हस्लिङ जस्ट सानो हसल हो यो। ल केडा हैन त ल अनबक्सिङ के होला गाइस गेस गरौँ त के होला ल हैन सरप्राइज गाइस साउन्ड कार्ड गाइस नयाँ साउन्ड कार्ड 19K धेरै हैन 19,000 19K को धेरै हैन है गाइस 19K को अलि गाह्रै रहेछ खोल्नलाई। साउन्ड ओहो के आयो त्यो अगाडि त खै ल भाइ यता देखाउनु पर्यो। वाइ ल गाइस ल है त गाइस साउन्ड कार्ड गाइस सही हो बिस्तारै हामीले नि हस्लिङ गर्नु लागेको छौँ हैन सपोर्ट गर्नुहोस् हैन यति गरेर माया देखाउनु पर्यो है अहिलेसम्मको जस्तो। अब सेकेन्डमा हाम्रो के छ हेरौँ सेकेन्डमा के छ लाइभमा हामी लाइभमै छौँ हैन हैन एनी टाइम लाइफमा म सपोर्ट दिन पाएको छु म एनी टाइममा ल गाइस के हो यो गेस गरौँ। दिस इज कीबोर्ड फर म्याकबुक एन्ड ल कडा अनबक्सिङ गरिदिउँ है यो पनि। गाइस कीबोर्ड कलर कस्तो लाग्यो गाइस हेरौँ हैन कीबोर्ड अब लास्ट अनबक्सिङ छ हैन यो चाहिँ अलि महँगो हो यो चाहिँ अहिलेसम्मको यो सामानहरूमा सबभन्दा महँगो चाहिँ यो सामान हो है गाइस। यो चाहिँ देखा गर्नेहरूको लागि हो हैन देखाएको स्ट्रगल के हो हसल के हो हैन हामीले अब देखाउनु पर्ने छ धेरैलाई किनकि समाजले पनि यत्तिकै सोच्यो हामीले पनि के चुप लगाएर बसेको अत्याचार नै भयो अब धेरै सकिँदैन त्यही भएर अब मुखले बोलेर देखाउनु पर्ने भयो हामीले पनि हैन दाइ गरेर देखाउनु पर्यो। अब गरेर देखाउने भनेर हामीले गरेको हो। ल गाइस अहिलेसम्मको सबभन्दा महँगो माइक 1 केजी मार्केट प्राइस 19,000 माइकको मात्र। प्रोफेसनल माइक ल कडा खतरा ओ के रहेछ ल गाइस अनबक्सिङ माइक आएको छ
ब्याग स्ट्यान्ड स्ट्यान्ड ल ठिक छ माइक स्ट्यान्ड हाम्रो माइक बिएम 900 माइक वाउ पप फिल्टर माइकको पप फिल्टर पनि दिनुभएको छ होइन माइकको पप फिल्टर अब बिस्तारै हाम्रो युजी रेकर्ड्सबाट पोडकास्ट पनि आउँदैछ होइन सट आउट टु माई टिम मेरो प्रवीण भाइ मेरो विशाल दाई अनि ओके हाम्रो होइन एडी म्यान अनि स्टेरी बोय ल सबलाई सट आउट छ ND05 फ्यामिली होइन माया गर्नु होला अब बिस्तारै पोडकास्ट आउँदैछ मेरो एल्बम आउँदैछ दाइहरुकोबाट म्युजिक भिडियो आउँदैछ हैन माया गरिदिनु अनि टिकटककोबाट नि आउँदै हुन्छ हाम्रो दाइ यहाँ विशाल दाइ कृपया त्यहाँबाट हैन फलो गरिदिनु होला अनि मेरो प्रवीण भाइलाई पनि फलो गरिदिनु होला इन्स्टामा पनि फेसबुकमा पनि टिकटकमा पनि हैन माया देखाइदिनु होला प्लिज ल गाइस अनि अहिले चाहिँ स्प्राइट खाने भानी आउनु होला ल गाइस स्प्राइट खाने आउने होला ल गुड बाई गाइज